हेलो एभ्रिवान, सबैलाई गुड मर्निङ। आजको वेदर चाहिँ एकदमै घाम लागिरहेछ। त्यहाँदेखि यसो सपिङ गर्नु जानु थियो नि त, त्यहाँदेखि गाडीहरू स्टार्ट गरेर त्यहाँदेखि उता जेको भन्नेमा गएको थियौँ। आज चाहिँ जेको एक्सप्लोर गर्नु। भित्र बस्दा पनि दामी रहेछ नि त, बाहिर हेर्दा त मजाकै छ, भित्र पस्दा त आमामामा कम्ती स्पेस पनि एकदमै ठुलो रहेछ। काम गर्ने मान्छे पनि बेसी, सामानहरू पनि जे पाए त्यही सबै पाउँदो रहेछ नि त। त्यहाँदेखि म चाहिँ सामान किन्नुको लागि तान्दै लाँदैछु, यता हेर्दै कुन चाहिँ किनौँ आमामाम। त्यहाँदेखि यो एरिया चाहिँ मलाई एकदमै क्याची लाग्यो कि, किनकि हाम्रो किङ क्विन, हाम्रो रोयल फ्यामिलीहरू सबै यहाँ हुनुहुँदो रहेछ नि त। सानो नानीले पनि कुदाइरहेको रहेछ, एकदम यहाँ नानीहरू एकदमै आउँदो रहेछ नि त। त्यहाँदेखि भोक लागेको थियो, यस्तै ब्रेकफास्ट खायौँ र चाहिँ त्यहाँदेखि केस काट्नु गएको। म केस काटेर त्यहाँदेखि बेलुकाखेरि चाहिँ फेरि अलिअलि सपिङ गर्नु। त्यहाँदेखि नानीहरूसँग चाहिँ फुटसल खेलेर चाहिँ त्यो किराहरू किन्नु दिएको थियो, सिलाउनु दिइराखेर। ल साथीभाइ सबैजना थ्याङ्क यू सो मच, सब्सक्राइब पनि गरिदिनुहोस् होला।